नमस्ते साथीहरु, गुड आफ्टरनुन। आज तपाईहरुको लागि राख्छु मैले देखाउन जाँदैछु। दुध, चामल, घिउ र पिस्ता। हेर्दै गर्नु होला। यसको म आज खीर बनाउँछु। हिन्दीमा भन्छ पायस, नेपालीमा भन्छ खीर। हेर्दै गर्नु होला। साथीहरु, मैले दूध उमाल्न राखेँ। अब दूध मेरो उम्लिँदैछ। अब म हाल्छु यसमा चामल धोएर। चामल पनि धोइसकेँ। अब चामल हाल्छु साथीहरु। चामल पनि हालेँ साथीहरु। अब म खीर पाकेपछि मात्र देखाउँछु है तपाईहरुलाई। ल, योहरू पनि हाल्छु। अलैँची पनि हाल्छु। अब म तेजपत्ता हाल्छु। तपाईहरुलाई म देखाउँछु साथीहरु। यहाँ अलैँची पनि छ, तेजपत्ता पनि छ। बेसी लिनु पर्दैन अलैँची तेजपत्ता। अब तपाईहरुलाई खीरमा हालेर देखाउँछु। मैले तेजपत्ता पनि धोएँ, अलैँची पनि धोएँ। धोइधाइ गरेर हालेँ। अब म पिस्ताहरू पनि हाल्दैछु। पाकिसकेर देखाउँछु ल साथीहरु। अहिलेको भाँडामा अलिकति दूध पोख्यो उम्लेर, त्यही कारणले गर्दाखेरि मैले फेरि यो भाँडामा सारेर खीर पकाउँदैछु। चल्दै पाक्नु आँटेको छ अब चाहिँ। साथीहरु, मेरो खीर पनि पाकेर रेडी भयो। मेरो खीर रेडी छ।